हेलो साथीहरू, स्वागत छ हजुरलाई मेरो डे 3 मिनी ब्लगमा। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। अनि मलाई चाहिँ हल्का रुगा लागेको छ। बाबु चाहिँ हेर्नु कस्तो मजाले खेलिरहेछ बाबुसँग। बाबु चाहिँ खालि बाबासँग मात्रै खेल्ने भन्छ। अनि म चाहिँ जान्छु टेलर। अनि बाटोमा फेरि भेटिनुहुन्छ फुपू। अनि म पुग्छु टेलर जाँदा चाहिँ आज चाहिँ कति धेरै मान्छेहरू आइसकेका के। हिजो म चाहिँ छिटो गएर कोही पनि थिएनन्। आज चाहिँ म हल्का ढिला गएको थिएँ। अनि मेरो चाहिँ आज ब्लाउज सिलाउनु पर्ने थियो। अनि म सिलाउँछु ब्लाउज। अनि सिलाउँदा थकाइ लाग्छ। एकछिन म बस्छु किनकि म कपडा सिलाउने बेला चाहिँ लास्टै गर्मी थियो। अनि ब्लाउज सिलाइसकेर म गर्छु इन्टरलक गऱ्यो भने बलियो हुन्छ नि त कपडाहरू। अनि यहाँ बिमला म्याडमको मासु खर्चाइ मैले तालिम सिक्ने ठाउँमा चाहिँ सबैको व्यवस्था छ। इन्टरलकदेखि लिएर 12-13वटा मेसिन पनि छन्। अनि मलाई सबैजनाले बाई गर्नुहुन्छ। म निस्किन्छु अनि किन्छु लक्ष्मण रेखा। अनि त्यसपछि जान्छु बाबुलाई काँटा किन्नको लागि। अनि किन्छु बाबुको लागि काँटा र जान्छु फेरि लकुस डेरीमा मही ल्याउन। मैले मही ल्याउने ठाउँ चाहिँ त्यही हो किनकि मलाई त्यहाँको मही मनपर्छ। अनि म घर पुगेर खेलाउँछु एकछिन बाबुलाई, खेल्छु एकछिन बाबुसँग। अनि बाबा मम्मी चाहिँ धान निकाल्दै हुनुहुन्छ। हस् त, धन्यवाद, बाई बाई, थ्याङ्क यू फर वाचिङ।